Day one in वेलकम my एभ्रिवान farm. बिहानै उठेर म ब्रस गरेर फार्मतिर लागेँ किनकि आज फार्ममा माछा निकाल्ने दिन थियो सट्ट माछा निकालिँदैछ आज धेरैजना मान्छे आउनुभएको छ माछा लिनलाई र बट्टाबट जोग्दै बेच्दै गयो लगभग 50-60 केजी जति बेचियो होला बाहिरकै लोकल मान्छेले अनि मैले पनि घरको लागि लिएको थिएँ र हतार मैले काट्न सुरु गरिहालेँ किनकि लगभग 11:30 राति भइसकेको थियो र मलाई उर्लारी कामको लागि पनि जानुपर्ने थियो एडमिट कार्ड लिनलाई अनि पकाएर खाना धेरै नै टाइम लाग्छ नि त अनि सट्ट निकालियो माछा यति नै भएको थियो सबै बेच्दाखेरि ठिक्क भइहाल्यो है लास्टमा उब्रेको त्यसपछि लाग्यो हामी उर्लारी साइडतिर उर्लारीमा गएर कामसाम गरेर काम भयो अनि त्यसपछि आएर हल्का रेस्ट गरेर म फेरि लागेँ घाँस बोक्नलाई मम्मीले काटिराख्नु घाँस थियो र घाँस ल्याएँ तर घाम लागिरहेको थियो गर्मी भइरहेको थियो एकछिन बस्यो है गर्मी चाहिँ लास्टै गर्मी थियो अनि एकछिन बसेर फेरि मेरो लास्ट ड्युटी भनेको गोबर सोर्ने थियो गोबर मजाले सोरेर अनि हल्का क्लिन पनि गरियो है पानी सानी लाएर क्लिन हानियो अनि यसरी नै सब गर्मी उस्तै थियो आजको गर्मी घाम त्यही माथि कुदाउ धेरै नै थियो र यसरी नै आजको दिन मेरो इन्ड भयो थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ है त धन्यवाद।